कि यहीँबाट ठिक छ? एकचोटि माथिबाट स्क्रोल गरेर देखाइदिनु न खालि। अँ, मैले नि भन्ने बिर्सेँ। ए केही छैन ल है त। यो ब्लड इज अ फ्लुइड रेड कलर कनेक्टिभ टिस्यु है। फ्लुइड कनेक्टिभ टिस्यु भनेर पढेको हामीले। यसको एन्सर चाहिँ दुइटै हुन्छ, किनभने फ्लुइड किन भयो, फ्लुइड भनेको चाहिँ फ्लुइड नै हुन्छ। रेड कलर किन भयो भने इट कन्सिस्ट अफ द पिगमेन्ट हेमोग्लोबिन्स है। त्यही भएर यो चाहिँ फ्लुइड कनेक्टिभ टिस्यु, रेड कलर कनेक्टिभ टिस्यु है। ब्लड ग्रुप एन्टिजेन्स सिस्टमको एन्टिजेन्स कहाँ हुन्छ भन्दाखेरि सर्फेस अफ द आरबिसीमा हुन्छ है। अनि ब्लड ग्रुप सिस्टमको एन्टिबडी चाहिँ हाम्रो प्लाज्मा र सिरममा प्रेजेन्स हुन्छ है। अब नम्बर 3 मा जाम। हाउ मच एमाउन्ट अफ सिपिडिए इज निडेड फर 301 ml अफ ब्लड। 301 ml ब्लडको लागि कति सिपिडिए चाहिन्छ भन्दाखेरि हामीसँग चाहिँ सिपिडिए एन्टिकोगुलेन्ट ट्रिपल ब्यागमा युज गर्छ, त्यो चाहिँ 350 ml को ब्याग हुन्छ है। 350 ml को ब्याग्समा चाहिँ 49 ml एन्टिकोगुलेन्ट्स हुन्छ, 301 ml ब्लड हुन्छ भने 100 ml ब्लड छ भने चाहिँ त्यसमा 14 ml चाहिँ एन्टिकोगुलेन्ट हुन्छ है त। अब ब्लड ग्रुप इन ब्लड ग्रुप सिस्टम आउटर एक्सप्रेसिङ क्यारेक्टर इज। आउटर एक्सप्रेसिङ भनेको बाहिर देखिने क्यारेक्टर है, त्यो भनेको फेनोटाइप हो है। जिनोटाइप भनेको जेनेटिक भयो। अब फेनोटाइप ब्लड एबिओ ब्लड ग्रुप सिस्टमको आधारमा चाहिँ फेनोटाइपिक ब्लड ग्रुप चाहिँ चारवटा छ है, ए बी एबी र ओ। अनि जेनोटाइपिक चाहिँ छवटा छ है। अब सोडियम मेटाबाइसल्फेट इज युज इन सिक्लिङ टेस्टको लागि युज गर्छ है। सिक्लिङ टेस्ट भनेको के हो भन्दाखेरि चाहिँ यो चाहिँ सिकल सेल एनिमियाको टाइममा चाहिँ सिकल सेल रेड ब्लड सेल्सलाई डिटेक्ट गर्ने टेस्ट हो है, सिक्लिङ टेस्ट भनेको है। फिग्लु टेस्ट भनेको चाहिँ हाम्रो भिटामिन बी 12 र फोलिक एसिडको लागि टेस्ट गर्ने टेस्टलाई फिग्लु टेस्ट भनेर भनिन्छ है। स्टिलिङ टेस्ट भनेको चाहिँ स्टिलिङ टेस्ट भनेको भिटामिन बी 12को लागि गरिन्छ है। यो मेगालोब्लास्टिक एनिमियाको टाइममा चाहिँ स्टिलिङ टेस्ट पोजिटिभ हुन्छ है। अस्मोटिक फ्रेजिलिटी टेस्ट भनेको चाहिँ रेड सेल्सको पर्मियाबिलिटी, रेड सेल्सको मेम्ब्रेनको पर्मियाबिलिटी हेर्ने टेस्टलाई चाहिँ अस्मोटिक फ्रेजिलिटी टेस्ट भनेर भनिन्छ है। यो अस्मोटिक फ्रेजिलिटी टेस्टमा अरू याद गर्नुपर्ने के हो भन्दाखेरि यसको लागि एन्टिकोगुलेन्ट चाहिँ हेपारिन युज गर्छ है। लेख्नुहोस् है, यो अस्मोटिक फ्रेजिलिटी टेस्टमा चाहिँ एन्टिकोगुलेन्ट हेपारिन युज गर्छ है। अब 6 नम्बरमा जाम है। इएसआर नट रेज इन भनेको छ है। इएसआर कुन कन्डिसन्समा चाहिँ बढेको हुँदैन भनेर भनेको छ है। हामीले पढाएको थियौँ नि इएसआर इन्फेक्सन्समा बढ्छ भनेर। ट्युबरक्लोसिस भनेको पनि एउटा ब्याक्टेरियल इन्फेक्सन्स हो, माइकोब्याक्टेरियम ट्युबरक्लोसिसले गराउने। कालाजार्स भनेको प्यारासाइटिक इन्फेक्सन्स हो, यो लेसमेनिया डोनोभ्यानी भन्ने प्यारासाइट्सले गराउँछ। टाइफोइड भनेको पनि ब्याक्टेरियल इन्फेक्सन्स हो, साल्मोनेला टाइफीले गराउँछ। त्यही भएर यो चाहिँ इएसआर चाहिँ पोलिस्याथेमियामा रेज हुँदैन है। पोलिस्याथेमिया भनेको के हो भन्दाखेरि रेड ब्लड सेल्सको काउन्ट इन्क्रिज हुने कन्डिसन्सलाई चाहिँ पोलिस्याथेमिया भनिन्छ है। रेड ब्लड सेल्सको काउन्ट नै इन्क्रिज छ भने इएसआर डिक्रिज हुन्छ त। इएसआर भनेको के हो, सेटल डाउन हुने होइन रेड ब्लड सेल्स। रेड ब्लड सेल्सको एमाउन्ट नै धेरै छ भने चाहिँ रेड ब्लड सेल्स मजाले सेटल डाउन हुन सक्दैन है त, प्याक भएको हुन्छ। त्यही भएर पोलिस्याथेमिया चाहिँ इएसआर रेज हुँदैन है त। इएसआर इज नट रेज इन पोलिस्याथेमिया। इएसआर मार्कली इन्क्रिज इन। ल यसको भन्नुहोस् त कुन कन्डिसन्समा इएसआर मार्कली इन्क्रिज हुन्छ। टिभी होला। सबै कन्डिसन्समा इन्क्रिज हुन्छ होइन, तर ट्युबरक्लोसिसको कन्डिसन्समा चाहिँ एकदमै मार्कली इन्क्रिज हुन्छ कि है। ल अब अर्को 8 नम्बरमा जाम। प्लाज्मा सेल फर्मड इन। के हो यसको एन्सर, प्लाज्मा सेल्स कहाँ फर्म हुन्छ। प्लाज्मा सेल्स फर्मड इन बी लिम्फोसाइट्स है। बी लिम्फोसाइट्स यो लिम्फोसाइट्सको टाइप्स हो। अन द बेसिस अफ यसको इन्फ्लामेटरी एक्सन्सको आधारमा बी लिम्फोसाइट्स र टी लिम्फोसाइट्स हुन्छ है। नेचुरल किलर सेल्स भनेको चाहिँ एन्टिजेनिक सेल्स हो है। अब जाम हामी 9 नम्बर। कोबाल्ट इज निडेड फर द सिन्थेसिस एज अ स्ट्रक्चरल कम्पोनेन्ट्स अफ भिटामिन। के को लागि चाहिन्छ कोबाल्ट।
अस्ति पनि सोधे होला मैले सायद। B12। अँ, ल है। अब यो पनि मैले अस्ति कुरा गरे जस्तो लाग्छ है। पोजिटिभ इन्डाइरेक्ट कुम्स्टेस इज फाउन्ड इन, यो भनेको पोजिटिभ इन्डाइरेक्ट कुम टेस्ट भनेको चाहिँ इराइथ्रोब्लास्टोसिस फिटालिसमा अर एचडिएन डिजिजमा देखिन्छ है। हेमोलाइटिक डिजिज अन्स न्युबर्नमा यो चाहिँ कस्तो कन्डिसन्समा हुन्छ ल तिमी भन त, मैले तिमीलाई भनिरह हुन्थेँ हो। RH पोजिटिभ मेल अनि RH नेगेटिभ फिमेल। मदर आरएस नेगेटिभ फादर आरएस पोजिटिभ भयो भने चाहिँ बेबी चाहिँ आरएस पोजिटिभ RH भयो भने पोजिटिभ। पोजिटिभ इन्डाइरेक्ट कुम टेस्ट हुन्छ है। अब जाम, राइट स्टेन्सको पिएच कति हुन्छ? हल्का एसिडिक हुन्छ है, 6.6 to 6.8 है। लाइटली एसिडिक हुन्छ है। विच कन्डिसन इज रिस्की इन प्रेग्नेन्सी? कुन कन्डिसन रिस्की हुन्छ प्रेग्नेन्सीमा? हाइट 5 फिट, हाइटसँग कुनै रिलेसन छ त प्रेग्नेन्सीको? छैन है। बिपी 100/60 यो ठिक नर्मल नै मान्छ है। इन्क्रिज इन वेट अफ 2 kg आफ्टर 36 विक, हेमोग्लोबिन 11 ग्राम पर्सेन्ट, 11 ग्राम पर्सेन्टसम्म नर्मल नै मान्छ है। यसको एन्सर डी हो है। किनभने 36 विक्स पछि चाहिँ बडी वेट इन्क्रिज भयो भने चाहिँ त्यो रिस्की भयो है प्रेग्नेन्ट वुमेनको लागि चाहिँ। विच इज एन एबनर्मल हेमोग्लोबिन, ल भन्नुहोस् त कुन हो यसमा एबनर्मल हेमोग्लोबिन? एचबिए भनेको के हो? एचबिए भनेको चाहिँ एडल्ट हेमोग्लोबिन हो है। एचबिएफ भनेको फिटल हेमोग्लोबिन हो। एचबिए2 भनेको पनि नर्मल हेमोग्लोबिन्स नै हो है। एचबिएस भनेको एबनर्मल हेमोग्लोबिन, यसमा के हुन्छ भन्दाखेरि म्युटेसन्स हुन्छ है, जेनेटिक म्युटेसन्स हुन्छ। 6 पोजिसन्समा ग्लुटामिक एसिडको ठाउँमा चाहिँ भ्यालिनले रिप्लेस लिएको हुन्छ है। पिटी मे नट इन्क्रिज इन, कुन कन्डिसन्समा पिटी इन्क्रिज हुँदैन त? लिभर डिजिजमा त प्रोलङ हुने भइहाल्यो। फ्याक्टर 7 डिफिसियन्सीमा के हुन्छ त पिटी? फ्याक्टर पिटीको 7 फुल फर्म के हो म्याम? डिफिसियन्सीमा पनि पिटी इन्क्रिज हुन्छ है। किनभने यो फ्याक्टर 7 भनेको कहाँबाट सिन्थेसिस गर्छ? लिभरबाट है। त्यही भएर पिटी, लिभर डिजिजसँग रिलेसन्स भयो, त्यही भएर पिटी। पिटीको फुल फर्म के हो? प्रोथोम्बिन टाइम है, पिटी भनेको प्रोथोम्बिन ए। टाइम हो है। प्रोथोम्बिन टाइम लिभर डिजिजमा प्रोलङ हुने नै भयो, प्रोलङ भनेको इन्क्रिज है। अनि फ्याक्टर 7 इज द फ्याक्टर विच इज सिन्थेसिस फ्रम द लिभर है। त्यही भएर यो लिभरसँग रिलेटेड भयो। फ्याक्टर 7 को डिफिसियन्सी भयो भने पनि प्रोलङ हुने भयो। फ्याक्टर 8 को डिफिसियन्सी भयो भने चाहिँ पिटी प्रोलङ हुँदैन। यो फ्याक्टरको डिफिसियन्सी भयो भने के हुन्छ त? हेमोफिलिया ए हुन्छ है। फ्याक्टर 8 को डिफिसियन्सी भयो भने हेमोफिलिया ए हुन्छ है। अब जाम 15 नम्बर, मोर स्पेसिफिक टेस्ट फर फिब्रिनोजेनोलाइसिस इज, के होला गेस्ट गर्नु त? यसको एन्सर डी डाइमर हो है। डी डाइमर भनेको एउटा टेस्ट हो, कगुलेसन्स प्रोफाइलमा पर्छ यो। एफडिपी भनेको चाहिँ फिब्रिन डिग्रेडेसन्स प्रोटिनको टेस्ट हो। क्लट लाइसिस भनेको त हामीले यो टेस्ट खासै गर्दैनौँ, क्लटलाई लाइसिस गरेर गर्ने टेस्ट हो। प्लाज्मिन एस्टिमेसन्स यो पनि स्पेसिफिक भएन। फिब्रिनोजेनोलाइसिसको लागि स्पेसिफिक टेस्ट भनेको डी डाइमर भयो है। पेरिफेरल ब्लडमा लार्जेस्ट सेल कुन हो? मोनोसाइट। अँ, अर्को कुरा तिमीलाई म यहीँ भन्छु है। अनि बोन म्यारोमा चाहिँ लार्जेस्ट सेल कुन हो त? मोनोसाइट चाहिँ पेरिफेरल ब्लडमा लार्जेस्ट सेल्स हो है। पेरिफेरल ब्लडमा स्मलेस्ट सेल्स भनेको चाहिँ प्लेटलेट्स हो है। अनि बोन म्यारोमा चाहिँ लार्जेस्ट सेल्स भनेको मेगा क्यारियोसाइट्स हो है। यो कन्फ्युज नहुनु है, पेरिफेरल ब्लड र बोन म्यारोमा। पेरिफेरल ब्लड स्मियरमा चाहिँ लार्जेस्ट सेल्स मोनोसाइट हो, तर बोन म्यारोमा चाहिँ लार्जेस्ट सेल मेगा क्यारोसाइट्स हो है त।
द नम्बर अफ आइरन एटम्स प्रेजेन्ट इन वान हेमोग्लोबिन मोलिकुल इज, कतिवटा आइरन हुन्छ एउटा हेमोग्लोबिनमा? 4 द नम्बर अफ एमिनो एसिड प्रेजेन्ट इन अल्फा चेन अफ ग्लोबिन मोइटी इन हेमोग्लोबिन इज, अल्फा चेनमा कति एमिनो एसिड हुन्छ, कतिवटा एमिनो एसिड हुन्छ? 141 अनि बिटामा 146। लार्जेस्ट सेल इन बोन म्यारो, मेगा क्यारोसाइट। मैले भर्खर भने नि है, लार्जेस्ट सेल इन बोन म्यारो हजुर। इज मेगा क्यारोसाइट्स। मार्क स्नोफिलिया इज, यो स्नोफिल्सको नर्मल भ्यालुहरू याद गर भनेर मैले टेबल स्क्रोल गरेको थिएँ है। मार्क स्नोफिलिया भनेको के हो भन्दाखेरि स्नोफिल्सको काउन्ट चाहिँ मोर देन 5000 पर माइक्रोलिटर अफ ब्लड भयो भने चाहिँ माइल्डली इन्क्रिज भयो है स्नोफिल्स, त्यही भएर माइल्ड स्नोफिलिया भनिन्छ है। स्नोफिल्सको इन्क्रिजलाई स्नोफिलिया भनिन्छ, स्नोफिल्सको डिक्रिजलाई चाहिँ स्नोपेनिया भनेर भनिन्छ है। इफ 150 cells are present in 4 large corner squares है, यो क्यालकुलेसन्सको कुरा मैले तिमीहरूलाई बुझाएको थिएँ है थ्योरी क्लासमा। चारवटा लार्ज कर्नर स्क्वायर्समा काउन्ट न्युवर च्याम्बर्समा काउन्ट गर्दा चाहिँ 150वटा सेल्स देख्यो भने त्यसको डाइल्युसन चाहिँ 1:20, ट्रक्स फ्लुइड 1:20मा डाइल्युसन्स गर्छौँ भनेर पढेको है। अब WBC को नम्बर कति भयो भन्ने भयो है। अब यसलाई के गर्ने, 150लाई 50ले मल्टिप्लाई गर त कति हुन्छ? 50लाई 50, अँ 7500। हो, यसको एन्सर यही हो है। यो किन 50 भयो भन्ने कुरा बुझाछौँ कि नै, बुझाउनु पर्छ। भनिदिनु न। यस्तो हो, यसको फर्मुला चाहिँ के हुन्छ भन्दाखेरि नम्बर्स अफ सेल्स, नम्बर्स अफ WBC इक्वल्स टु एन भनेको नम्बर अफ सेल्स काउन्टेड इन्टु 4 लार्ज कर्नर स्क्वायर्स, एन इन्टु डाइल्युसन्स फ्याक्टर बाई एरिया काउन्टेड इन्टु डेप्थ हुन्छ है। यो फर्मुला लेख्नुहोस् त। नम्बर अफ WBC भनेको हाम्रो यो गनेकोलाई एन भयो, टोटल नम्बर अफ WBC इक्वल्स टु एन नम्बर अफ सेल्स काउन्टेड इन 4 लार्ज कर्नर्सलाई एन डिनोटेड गर्छौँ हामी, इन्टु डाइल्युसन्स फ्याक्टर्स भनेको हाम्रो 20 हुन्छ, 1:20मा डाइल्युट गरे। त्यसपछि हाम्रो एरिया काउन्टेड भनेको 4 हुन्छ, 4टा स्क्वायर्स भयो, इन्टु डेप्थ अफ न्युवर च्याम्बर भनेको 0.1 हजुर। mm हुन्छ है। त्यो क्यालकुलेसन्स गर्दा चाहिँ 50 आउँछ कि, त्यही भएर n/50 डाइरेक्ट गरेको है, बुझ्नुभयो नि। ए फिल्टर हजुर युज हजुर। फर हेमोग्लोबिन इस्टिमेसन्स बाई साइनमेट मेथड इज, के हो साइनमेट मेथडको लागि युज हुने फिल्टर्स भनेको? त्यो टेबल इन्स्ट्रुमेन्टेसन्सको मैले टेबल याद गर भनेर भनेको थिएँ नि है। यो चाहिँ साइनमेट हेमोग्लोबिनको कलर चाहिँ रेड कलरको हुन्छ, यसको कम्प्लिमेन्ट्री कलर भनेको ब्लू हो, त्यो चाहिँ 540 नैनोमिटर्समा हुन्छ है। कतिमा हुन्छ रे है? 540। ल, विच मेथड इज द रेफरेन्स मेथड फर HB इस्टिमेसन्स? यो मैले भनेको थिएँ होला हेमोग्लोबिन पढाउने बेलामा। साइनमेट हेमोग्लोबिन मेथड हो है, यसको लागि ड्राफ्टकिन सोलुसन युज गर्छौँ, अनि यसमा हामी के गर्छौँ भन्दाखेरि कलरिमिटरले मेजर्स गर्छौँ। स्यालिस मेथडमा के गर्छ भन्दाखेरि हामी कम्पेरेटरले मेजर्स गर्छौँ नि त होइन, कम्पेरेटर मेजर्स गर्छौँ, N/10 नर्मालिटी HCLs युज गर्छौँ, अनि कलर कम्पेरेटरसँग कलर हेर्छौँ, त्यो भनेको भिजुअल इरर पनि हुनसक्छ, त्यसलाई इलेक्ट्रिसिटी पनि चाहिँदैन है। यसको एउटा एडभान्टेज भनेको यसलाई इलेक्ट्रिसिटी चाहिँदैन, यो रुरल एरियामा पनि गर्न सक्छ। यसको डिसएडभान्टेज भनेको भिजुअल इरर हुनसक्छ, यसले अक्से हेमोग्लोबिन, कार्बोक्से हेमोग्लोबिन, मेट हेमोग्लोबिनहरू डिटेक्ट गर्न सकिँदैन है। अनि अर्को ब्लड आइरन कन्टेन्ट मेथड, यो दुईटा मेथड चाहिँ मोस्ट कमनली युज हो, सरी है, साइनमेट हेमोग्लोबिन मेथड भनेको मोस्ट कमनली युज एन्ड स्पेसिफिक हो है, स्पेसिफिक मेथड हो, तर यसलाई रिफरेन्स मान्दैन है, सरी मैले मिस्टेक भने है, यसलाई रिफरेन्स मान्दैन। ब्लड आइरन कन्टेन्ट मेथड भनेको हेमोग्लोबिन्समा मेजर्स गर्ने बेलामा ब्लड आइरन कन्टेन्ट मेथड यो गर्छ, तर यो स्पेसिफिक होइन। तर रिफरेन्स भनेको चाहिँ अक्सिजन कम्बाइनिङ क्यापासिटी है। हेमोग्लोबिनको काम के हो त?
अक्सिजन्सलाई र कार्बन डाइअक्साइडलाई एक्सचेन्ज गर्ने काम हो नि त। उसले कतिसम्मको अक्सिजन कम्बाइन गर्न सक्छ भनेर क्यापासिटी मेजर्स गर्ने मेथड चाहिँ रिफरेन्स मेथड हो है। बुझ्नुभयो? कन्फ्युज छैन नि? यो सरी है, यो साइनमेट हेमोग्लोबिन मेथड भनेको चाहिँ स्पेसिफिक मेथड हो है, मोस्ट कमनली युज मेथड हो। तर यसको लागि रिफरेन्स मेथड भनेको चाहिँ अक्सिजन कम्बाइनिङ क्यापासिटी मेथड हो है। जति अक्सिजन उसले कम्बाइन गर्न सक्छ त्यति नै उसको हेमोग्लोबिन मेजर्स हुन्छ है। त्यही भएर यो चाहिँ रिफरेन्स मेथड हो है। थिक फिल्म्स आर युज फर के को लागि हो? थिक फिल्म्स, थिक फिल्म्स भनेको चाहिँ मलेरिया प्यारासाइट र माइक्रोफिलारियाहरूको डिटेक्सन्स गर्नको लागि है। डिएलसी गर्नको लागि चाहिँ हामी थिन फिल्म युज गर्छौँ है। बोन म्यारो एक्जामिनेसन्सको लागि पनि हामी थिन फिल्म अर स्लाइडले स्क्वास मेथडबाट बनाएको स्मियर्स युज गरेको हुन्छौँ है। अब टोटल काउन्टको लागि त टोटल डब्लुबिसी काउन्ट आरबिसी काउन्टको लागि त हामी नियर च्याम्बर्स युज गरेका हुन्छौँ है त। इएसआर कुन कन्डिसन्समा इन्क्रिज हुन्छ त? क्रोनिक डिजिज, क्रोनिक इन्फेक्सनमा इन्क्रिज हुन्छ भनेर पढाएको थिएँ। प्रेग्नेन्सीमा पनि इन्क्रिज हुन्छ। अघि भर्खर माथि आयो नि त, पोलिस्याथेमियामा इएसआर इज नट इन्क्रिज भनेर पढाएको थिएँ है। त्यही भएर यसको एन्सर चाहिँ बोथ ए एन्ड बी है 25 को। क्रोनिक डिजिजमा पनि बढ्छ, प्रेग्नेन्सीमा पनि बढ्छ है। विच ग्रानुलोसाइज हेज लार्जेस्ट ग्रानुल्स? कुन ग्रानुलोसाइजमा लार्जेस्ट ग्रानुल्स हुन्छ? बेसोफिल। बेसोफिल्समा कोर्स ग्रानुल्स हुन्छ है। त्यही भएर लार्जेस्ट ग्रानुल्स चाहिँ बेसोफिल्समा हुन्छ है। विच क्लटिङ फ्याक्टर आर मेड इन लिभर? कुन हो? याद छ? फ्याक्टर 2, 7, 9 एन्ड 10 आर मेड इन लिभर्स है। एचबी इज कम्पोज है, कम्पोर्ड भयो यो, कम्पोज अफ है। के ले बनेको हुन्छ त? हेम प्लस आइरन हो कि फो हेम प्लस आइरन हो? पाइरोल कम्पाउन्ड प्लस आइरन और फो कपर प्लस ग्लोबिन? के हो यसको एन्सर? एचबी इज कम्पोज अफ फोहेम प्लस ग्लोबिन है। फोहेमले चाहिँ पाइरोल रिङ बनाएको हुन्छ अनि त्यसपछि ग्लोबिन प्रेजेन्स हुन्छ। ग्लोबिन पनि 4वटा हुन्छ है, अल्फा दुईटा र बेटा दुईटा हुन्छ है त यसको स्ट्रक्चर्स। एन्टिकोगुलेन्ट युज फर अस्मोटिक फ्रेजिलिटी टेस्ट इज, अघि भनेको मैले, के हो भन्नुहोस् त? अस्मोटिक फ्रेजिलिटी टेस्टको लागि चाहिँ हिपारिन एन्टिकोगुलेन्ट युज गर्छ है। टार्ट सेल भनेको के हो त? टार्ट सेल भनेको चाहिँ यस्तो मोनोसाइट्स हो जसले चाहिँ न्युक्लियर म्याटेरियल्सलाई इन्गल्फ गरेको हुन्छ के। मोनोसाइट इन्गल्फिङ न्युक्लियर म्याटेरियल्स इज टार्ट सेल है। यो चाहिँ हामी यो टार्ट सेल र एली सेल्समा डिटर्मिनेसन्स गर्ने बेलामा कन्फ्युजन्स हुन्छ है। टार्ट सेल भनेको के हो भन्दाखेरि मोनोसाइटले चाहिँ न्युक्लियर म्याटेरियल्स इन्गल्फ गरेको हो कि। मोनोसाइट इन्गल्फिङ न्युक्लियर म्याटेरियल्सलाई चाहिँ टार्ट सेल भनिन्छ। अनि एली एली सेल्स भनेको कस्तो हुन्छ भन्दाखेरि चाहिँ लिम्फोसाइट्समा चाहिँ बाहिर न्युक्लियर्स एरिया बढेको जस्तो यस्तो बन्छ, यस्तो सेल्सलाई चाहिँ एली सेल्स भनिन्छ है। अनि टार्ट सेल चाहिँ के हुन्छ भन्दाखेरि यस्तै हुन्छ तर उसले चाहिँ मोनोसाइट्सको न्युट्रोफिल्स चाहिँ मोनोसाइट्सको न्युक्लियसलाई चाहिँ इन्गल्फ गरेको हुन्छ है। बुझ्नुभयो नि? अब जाम इएसआर भ्यालु इज एक्सप्रेसन केमा एक्सप्रेस गर्छ? इएसआर 1 घण्टामा दिन्छ भनेर पढाएको थिएँ है। इएसआर भ्यालु इज एक्सप्रेस इन एमएम पर फर्स्ट आवर है त। अब जाम 1 है, यो 1 आई भएछ है। 1 ग्राम हेमोग्लोबिन कन्टेन ड्याच एमएल अफ O2 कति हुन्छ 1 ग्राममा?
1.34। 1.34 ml अफ O2 है। अब 100 ग्राम अफ HB कन्टेन्स कति आइरन हुन्छ भनेर भनेको छ है 100 ग्राममा। 1 ग्राममा चाहिँ सुन है 1 ग्राममा चाहिँ 3.34 mg अफ आइरन हुन्छ है 1 ग्राम हेमोग्लोबिनमा। अब 100 ग्राममा कति हुन्छ त? कति भन्नु 1 ग्राममा म्याम? 1 ग्राममा 0.34 सरी है 0.34 mg अफ आइरन हुन्छ भने 100 ग्राममा कति हुन्छ? क्यालकुलेट गर त। 0.34 इन्टु 100 भएपछि जेरो नो नो 3.34 है 1 ग्राममा 3.34 हुन्छ है। 1 ग्राममा 3.34 mg अफ आइरन हुन्छ। त्यसपछि 100 ग्राममा कति हुन्छ? इन्टु थ्री 100 हन्ड्रेड भने थर्टी फोर 3.34 इन्टु 100 गर्दाखेरि 334 हुन्छ है। बुझ्नुभयो नि? हस् कन्फ्युज नहुनु है। मैले अघि भर्खरै मैले मिस्टेक गरेँ 0.34 भनिरहेको छु मैले 3.34 है। हस्। The HCl used in acid hematine method at the concentrations of एन बाई कति हो? 10। N/10 है। अल्काली युज गर्यो भने पनि कति युज गर्ने त? एन बाई 10 N/10 नै NaOH। युज गर्ने है। Needle used for blood collections for transfusion purpose its size of यो मैले पढाएको थिएँ है। कति गजको हुन्छ ट्रान्सफ्युजन्सको लागि? 16 गजको हुन्छ है ट्रान्सफ्युजन्सको लागि। 22 गज भनेको 3 ml को हुन्छ है। 3 ml 5 ml को निडलको सिरिङ्सहरू 22 23 गजको हुन्छ है। MCH भनेको के हो त? यो फर्मुला हो है। MCH, MCHC र MCV भनेर हाम्रो रेड सेल इन्डिसेस पढाएको थियौँ नि, याद छ है? हजुर। HB per liter of blood divided by RBC per liter of blood is called as के हो यो? एमसिएच हो MCH भनेको HB by RBC है per liter of blood। HB by RBC भनेको MCH भयो। PCV per liter of blood divide by RBC per liter of blood भनेको PCV by RBC भनेको के हो त? MCV है। यो भनेको टिप्नुहोस् है MCV हो। अनि HB by PCV इन्टु 100 भनेको MCHC है। MCH, MCV, MCHC को फुल फर्म त थाहा छ नि, भन्नु पर्दैन नि। थाहा छ। यो भनेको मिन सेल हेमोग्लोबिन हो। मिन सेल हेमोग्लोबिन कन्सन्ट्रेसन हो MCHC भनेको। MCV भनेको मिन सेल भोल्युम हो। त्यसपछि PCV भनेको प्याक सेल भोल्युम हो है। सरी, अल एन्टिकोगुलेन्ट्स बाइन्ड्स क्याल्सियम एक्सेप्ट। ल एन्टिकोगुलेन्ट्सको क्लासिफिकेसन्स के हो यो? हेपारिनले बाइन्ड गर्छ त क्याल्सियमलाई? हेपारिनले बाइन्ड गर्दैन है। अरू डबल अक्जालेट, सोडियम सिट्रेट र EDTA ले चाहिँ क्याल्सियम बाइन्ड गर्छ है। हामीले दुईटा क्लासिफिकेसन पढाएको थियो नि त, क्याल्सियम चिल्याटर र नन क्याल्सियम चिल्याटर भनेको। क्याल्सियमलाई बाइन्ड नगर्ने भनेको चाहिँ नन क्याल्सियम चिल्याटर हो है। त्यसमा हेपारिन, वार्फरिनहरू पर्छ। अनि क्याल्सियम चिल्याटर्समा डबल अक्जालेट, सोडियम सिट्रेट, EDTA हरू पर्छ है। पर्सेन्टेज अफ ट्राइसोडियम सिट्रेटेड युज इन कोगुलेसन प्रोफाइल इज 3.2% है कोगुलेसन्सको लागि। अनि ESR को लागि कति हो? ESR बाई वेस्टर्न उरिन मेथडको लागि चाहिँ 3.8% है। इम्पोर्टेन्स अफ बाइकन्केभ सेप अफ RBCR यो पनि मैले भनेको थिएँ है पढाउने बेलामा। RBC किन बाइकन्केभ सेप हुन्छ भनेर। इट अलोज कन्सिडरेबल एटेन्सन्स अफ द सेल्स। इज इट राइट? हो है। सेल्सलाई चाहिने सेपमा कन्ट्र्याक्सन्सहरू गर्न सकिन्छ है। Cell volume without increasing the tensions of the cell's membranes. It can accommodate much fluid in hypotonic environment. यो पनि हो है। त्यसपछि हाइपोटोनिकमा के हुन्छ? हाइपोमा श्रिङ्क हुन्छ है। हाइपरमा स्वेल हुन्छ है। रस्ट।
यो गर्छ नि त आरबिसीको ऊ हो नि त यो बाइकन्केभिटीले गर्दाखेरि यो उसको क्यारेक्टर हुन्छ है। इट क्यान इजिली स्क्विज वेन इट पासेस थ्रु क्यापिलरी पोल्स, यो पनि हो है, सजिलै पास हुन सकिन्छ क्यापिलरीहरूमा। त्यही भएर यसको एन्सर के भयो त? अल अफ दि एबोभ है। ती भएछ त्यहाँ, दी हो है त्यो, अल अफ दि एबोभ है। अब जाम हामी 40 नम्बरमा है। pH अफ ड्राफ्किन सोलुसन इज, ड्राफ्किन सोलुसन्स भनेको के को लागि युज गर्ने रियाजेन्ट्स हो त? साइनमेट हेमोग्लोबिन। साइनमेट हेमोग्लोबिन है, मेजरमेन्ट अफ हेमोग्लोबिन बाई साइनमेट हेमोग्लोबिन मेथोड भनेर भन्नु पर्यो है। यसको पिएच कति हुन्छ त? यो स्लाइटली बेसिक हुन्छ है यसको। स्लाइटली बेसिक भनेपछि कुन पर्यो यो चारवटामा? 7.4। कमन साइट फर फिङ्गर टिप फर ब्लड कलेक्सन इज, यो पनि मैले लेक्चर्समा भनेको थिएँ है। कुन हो त? मैले भनेको थिएँ है, मिडल फिङ्गर र रिङ फिङ्गर हुन्छ है। इन्डेक्स फिङ्गर्सहरूमा कलेक्सन गर्दैन किनभने यसको नर्भ्स डाइरेक्टली कनेक्सन्स हुन्छ है। त्यही भएर कमन साइट फर फिङ्गर टिप फर ब्लड कलेक्सन इज मिडल फिङ्गर है त। द स्ट्यान्डर्ड डेप अफ वुन्ड वाइल पर्फर्मिङ ब्लिडिङ टाइम इज, कति ल्यान्सेटले कति मिटरसम्म चाहिँ, कति एमएमसम्म चाहिँ डिप पाइस्टर गर्नुपर्छ भनेर सोधेको है यो। घाउ कति एमएमसम्मको बनाउनु पर्छ भनेर सोधेको, कति होला गेस गर्नु त? खोइ धेरै नआउनु पर्यो, 1 नै होला। 3 हो है, धेरै भएन भने ए सर्फेसमा मात्र भयो भने ब्लिडिङ राम्ररी हुँदैन। हामीले त ब्लिडिङ टेस्ट गर्दैछौँ नि त होइन। नि अलि ए मजाले डिपली घाउ बनाए पो त ब्लिडिङ मजाले हुन्छ त होइन। ब्लिडिङ टाइम हेर्दैछौँ कतिसम्म उसको ब्लिड आउँछ र रोकिन्छ भनेर हेर्दैछौँ नि त। सर्फेसमा गयो भने त टिस्यु फ्लुइड मात्र आउँछ 1 mm सम्म त, किनभने टिस्यु हुन्छ, टिस्यु फ्लुइड आउँछ, आएको एकछिनमै क्लट भइहाल्छ। त्यही भएर चाहिँ हामीले 3 mm को बनाउनु पर्छ है, बुझ्नुभयो? द मोस्ट कमन एन्टिकोगुलेन्ट युज फर कोगुलेसन प्रोफाइल इज, कुन हो कोगुलेसन प्रोफाइलको लागि यो हो भनेर मैले घरिघरि भनिरह हुन्थे। कुन हो त? सिपिडे सोडियम र सिट्रेट हो इडिटी है। भनमा। सोडियम सिट्रेट हो कोगुलेसन प्रोफाइलको लागि। अनि सिबिसी, इएसआर, ब्लड ग्रुपिङहरूको लागि चाहिँ इडिटिए हो है। अक्जालेट अचेल युज गर्दैन है। अक्जालेटको पनि दुईटा टाइप्स हुन्छ, पोटासियम अक्जालेट र एल्मुनियम अक्जालेट। अनि त्यो दुइटालाई, एल्मुनियम अक्जालेट र पोटासियम अक्जालेटलाई 3:2 रेसियोमा युज गरेर डबल अक्जालेट बनाएको छ है। त्यो अहिले आजकल खासै अक्जालेट युज हुँदैन, अक्जालेट पनि इडिटिए युज हुने ठाउँमा चाहिँ युज गरिन्छ है। एसिडी भनेको चाहिँ ब्लड ब्याङ्कमा युज गर्छ है। एसिड सिट्रेट डेक्स्ट्रोज हो है एसिडीको फुल फर्म। द रेसियो अफ एन्टिकोगुलेन्ट टु ब्लड युज फर पिटी एन्ड एपिटिटी इज, ल भन्नुहोस् त यो एन्टिकोगुलेन्ट टु ब्लड भनेको छ है, ब्लड टु एन्टिकोगुलेन्ट भनेको छैन है। एन्टिकोगुलेन्ट टु ब्लड भनेको 1 पार्ट एन्टिकोगुलेन्ट 9 पार्ट ब्लड हो है। यो 4 पार्ट एन्टिकोगुलेन्ट, सरी 1 पार्ट एन्टिकोगुलेन्ट 4 पार्ट ब्लड कुनमा युज गर्छ त? ट्राइसोडियम सिट्रेटकै इएसआर बाई वेस्टर्न ग्रिन मेथडमा चाहिँ 1:4 है। 1 पार्ट एन्टिकोगुलेन्ट 4 पार्ट ब्लड युज गर्छ है। द रेसियो अफ सोडियम सिट्रेट टु ब्लड कमनली युज फर इएसआर इस्टिमेसन्स बाई वेस्टर्न ग्रिन मेथड इज, आयो भर्खरै मैले भनेको यही क्वेसन हो कि होइन? के हुन्छ त यसको एन्सर? 1:4। 1:4 है। विच मेथड इज मोर सेन्सिटिभ फर इएसआर एस्टिमेसन, कुन हो? वेस्टर्न ग्रिन। ए वेस्टर्न ग्रिन। यसको लागि किनभने सेपरेट एन्टिकोगुलेन्ट युज गरेको हुन्छ, सेपरेट ट्युब युज गरेको हुन्छ। विन्ट्रप्स भनेको के हो भन्दाखेरि एउटा त यसलाई हाई भोल्युम अफ स्पेसमेन चाहिने भयो वेस्टर्न ग्रिनको लागि, अर्को के भयो विन्ट्रप्सको लागि लो भोल्युम स्पेसमेन चाहिने भयो। स्पेसमेन हाई भएपछि पनि इएसआरको सेटल डाउन अलि मजाले देखाउँछ हो कि होइन? विन्ट्रप्स मेथड किन आजकल सेन्सिटिभ मानिँदैन भन्दाखेरि यो चाहिँ मोस्ट कमनली युज मेथड चाहिँ फेरि विन्ट्रप्स हो है। वेस्टर्न ग्रिन खासै युज गर्दैन इन द कन्टेक्स्ट अफ नेपाल, तर सेन्सिटिभ चाहिँ वेस्टर्न ग्रिन हुन्छ है।
विन्ट्रप्स मस्ट कमनली किन युज गर्छ भन्दाखेरि यही ट्युब्सबाट पिसिबी पनि गर्न सकिन्छ के, त्यही भएर हो यसको एउटा एडभान्टेज भनेको है। अर्को कुरा के सोरम भन्दाखेरि यसमा वेस्टर्न ग्रिन ट्युब भनेको कस्तो हुन्छ भन्दाखेरि वेस्टर्न ग्रिन ट्युबमा चाहिँ दुइटै साइडमा होल हुन्छ है, यहाँ पनि तल पनि होल हुन्छ माथि पनि होल हुन्छ। यसमा यो 31 सेन्टिमिटरको हुन्छ है, यो लेन्थ 31 सेन्टिमिटरको हुन्छ, डायमिटर 2.5 सेन्टिमिटरको हुन्छ। त्यसपछि यसमा लेभल चाहिँ 300सम्म गरेको हुन्छ है। अनि विन्ट्रप्स ट्युब चाहिँ सानो हुन्छ, एउटा एउटा ठाउँमा लोवर पार्ट चाहिँ सिल्ड हुन्छ, अप्पर पार्ट ओपन हुन्छ है, लोवर पार्ट क्लोज हुन्छ। त्यसपछि यसमा दुवै ठाउँमा लेभल हुन्छ, एउटा साइडमा 0 देखि 10सम्म हुन्छ भने अर्को साइडमा 10 देखि 0सम्म हुन्छ है। त्यही भएर एउटा साइडबाट इएसआर हेर्ने अर्को साइडबाट पिसिबी हेर्ने भएर यो दुइटै मेथड्सको लागि युज गरेको हो है। पिटी एन्ड एपिटिटी सुड बी डन विथ इन ड्यास आवर्स अफ द कलेक्सन्स, कति घन्टाभित्र गर्नुपर्छ त?